नेपाली क्रिकेट टिमका युवा अलराउन्डर गुलशन कुमार झाले स्कटल्याण्ड भ्रमणको दोस्रो अभ्यास खेलमा उत्कृष्ट पारी खेलेका छन्। स्कटल्याण्डको ए टोली विरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा गुलशनले 47 बलमा 64 रनको पारी खेलेका हुन्। मध्यक्रममा आएर उनले टिमको स्कोरलाई उचाइ दिन उल्लेखनीय भूमिका खेले। राष्ट्रिय टिमका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका गुलशनले हालै बेलायत भ्रमणमा पनि उत्कृष्ट इनिङ खेलेका थिए। त्यहाँ उनले 72 बलमा 80 रनको पारी खेलेका थिए। गुलशनको पछिल्लो इनिङहरूले आगामी लिग 2 सिरिजमा नेपाली टोलीलाई फाइदा पुग्न सक्छ। यस्तै कप्तान रोहित कुमार पौडेलले पनि लयमा फर्किएको संकेत दिएका छन्। पहिलो अभ्यास खेलमा 17 रनमै पभिलियन फर्किएका उनले दोस्रो खेलमा संयमित र सम्हालिएको ब्याटिङ गर्दै 70 बलमा 61 रनको योगदान दिए। कप्तानको जिम्मेवारीसँगै रोहितको ब्याटिङमा पुनः आत्मविश्वास देखिन थालेको छ, जुन लिग 2 श्रृङ्खलाका लागि महत्त्वपूर्ण खेलहरूमा उपयोगी हुन सक्छ। मध्यक्रमका भरपर्दा ब्याटर भीम सार्कीले समेत दबावपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शन गरेका छन्। टिम 5 रनको स्कोरमा पहिलो विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका उनले संयमित ब्याटिङ गर्दै इनिङ सम्हाले। भीमले 57 बलमा 57 रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले, जसले टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याउन मद्दत गर्यो। ओपनिङमा आएका कुशल भुर्तेलले 44 बलमा 31 रन जोडे। इनिङको अन्तिमतिर सन्दीप लामिछानेले 16 बलमा 17 रनको पारी खेल्दै टिमलाई 253 रनको स्कोरमा पुर्याए। यद्यपि केही प्रमुख खेलाडीले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। ओपनर आसिफ शेख, उपकप्तान दिपेन्द्र सिंहजी र आरिफ शेख शून्यमै आउट भए भने सोमपाल कामी र रिजन ढकाल 4-4 रनमा सीमित रहे। स्कटल्याण्ड ए का लागि ओली डेभिडसन, जेम्स डिकिन्सन र गेभिन मेनले समान 2 विकेट लिएर नेपाली ब्याटिङ लाइनअपलाई दबावमा राखे। अभ्यास खेलपछि नेपाली टोली अब आइसिसी विश्वकप लिग 2 अन्तर्गतका आधिकारिक एकदिवसीय म्याच खेल्नेछ। नेपालले लिग 2 अन्तर्गत 2 र 8 जुनमा स्कटल्याण्ड तथा 4 र 10 जुनमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लिग 2 को हालको अवस्था नेपालका लागि चुनौतीपूर्ण देखिएको छ। नेपालले अहिलेसम्म खेलेका 12 खेलमध्ये 8 खेलमा पराजय भोगेको छ भने 2 म्याचमा मात्र जित निकाल्न सकेको छ। बाँकी 2 खेलमा अङ्क बाँडेपछि हाल नेपालको कुल 6 अङ्क रहेको छ। तालिकाको 8औं स्थानमा रहेको नेपालका लागि आगामी खेल निर्णायक हुने देखिन्छन्। टिमका प्रमुख खेलाडी लयमा फर्किएको देखिनु सकारात्मक संकेत हो, तर समग्र रूपमा ब्याटिङको स्थायित्व, शीर्षक्रमको निरन्तरता र बलिङ संयोजन अझै चुनौतीपूर्ण विषय बनेका छन्। स्कटल्याण्ड भ्रमणको अभ्यास खेलले केही सम्भावना देखिए पनि अब ती सम्भावनालाई प्रदर्शनमा रूपान्तरण गर्न सक्नु नेपालका लागि निर्णायक रहनेछ। आगामी खेलहरूमा नेपालले सुधारको स्पष्ट संकेत देखाउन सके लिग 2 मा पुनरागमनको ढोका खुल्न सक्छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।